आज चाहिँ यस्तो ठाउँमा चराले फुल पारेछ। यो चाहिँ एकदम भुइँमा कस्तो अचम्म, मलाई चाहिँ अचम्म लाग्यो। यस्तो भुइँमा पनि पार्दो रहेछ, केही नभएको ठाउँमा पनि। चाहिँ हाम्रो घरभन्दा अगाडि एउटा रुख जस्तो छ, त्यहाँनिर चाहिँ यस्तोको मुनिबाट चाहिँ अहिले पो म यस्तो बाहिर नुहाएर एकछिन बस्नु पर्यो भनेर आएको त। यस्तो सेतो सेतो देखेँ अनि के रहेछ भनेको, अनि यहाँनिर चाहिँ चराले अन्डा पारेको रहेछ। हेर्नुहोस् त, यहाँ सायद झरेको त होइन होला, हल्का चुकेको पनि रहेछ। कुन चराले हो यसरी भुइँमा पारेको चाहिँ मलाई थाहा भएन है। हेर्नुहोस् त, बिचरा यस्तोमा गुँड लाउने कतै ठाउँ नपाएर होला। यहाँ पनि गुँड छ एउटा ठाउँमा चाहिँ होइन। यहाँ चाहिँ ढुकुर आएर बस्थ्यो पहिले यहाँबाट झरेको त होइन होला। यति माथिबाट झर्दाखेरि त फुट्नु पर्ने फेरि। यहाँ है, यहाँ पनि सेतो सेतो छ, तर त्यो चाहिँ अन्डा होइन, त्यो फुटेको जस्तो छ, केले खाएर त्यहाँ पनि।